लाउने भन्दा पनि निकाल्ने धेरै भयो जस्तो गाह्रो हुने रहेछ नि त दाइ। मैले बुझिनँ। मार्केटमा पैसा लाउने भन्दा पनि निकाल्ने धेरै भएपछि चाहिँ यस्तो गाह्रो हुने रहेछ नि त भनेको नि। निकाल्ने धेरै भएको छैन सर, हाल्ने नै धेरै छन्। तर प्रमोटर सेयर अनलक भएर प्रिमियममा सेयरहरू ल्याएर पो बिगारेका छन्। तपाईँले एउटा कुरा हेर्नुहोस् नि, मैले मेरो आफ्नो पर्सनल पोइन्ट अफ भ्यू हजुरहरू कति बुझ्नुहुन्छ, मेरो हरेक वर्ष लगानी बढेकै छ। वा मलाई लाग्छ पुराना लगानीकर्ताहरू जति पनि छन् तिनीहरूको हरेक वर्ष लगानी बढेकै छन् होइन। तर तपाईँको के हुन्छ भने त्यो 100 रुपियाँवाला जुन सेयर छ नि, जब त्यो 500 भएर अनलक हुन्छ वा 1000 भएर वा 2000 भएर, अनि उनीहरूलाई त माया नै लाग्दैन त्यो सेयरको, उनीहरूले त झ्यापझ्यापै बेच्छन् होइन। बाठा भयो नि त दाइ, तिनीहरू धेरै बाठा भयो। 100 रुपियाँमा किन्दा 500 रुपियाँ पाउँदाखेरि के खोज्न त्यहाँ भन्दा हो, उनीहरूलाई त दुख्दैन नि। अनि त्यसले गर्दा त हो यो तपाईँको। अनि प्रिमियममा जति पनि तपाईँको प्रिमियममा सेयरहरू आयो, कसैले पनि बोनस दिएको छ, क्यास डिभिडेन्ड दिएको छ। प्रिमियममा आएको एउटा पनि सबै थोत्रा कम्पनीहरू प्रिमियममा आए होइन। सो यसले गर्दा चाहिँ बिग्रियो कि मार्केट हाम्रो। अब तपाईँ एउटा कुरा हेर्नुहोस् नि होइन, एचआरएलमा जनरल लगानीकर्ताहरूको पैसा लगानी गरिएको छ, तर त्यसका प्रमोटरले, त्यसका डाइरेक्टरहरूले बदमासी गर्दा चाहिँ होइन के भयो, एचआरएलका लगानीकर्ताहरूले दुःख पाएन, रिइन्सुरेन्सका लगानीकर्ताहरूले दुःख पाएन, एनआरआइसीको लगानीकर्ताहरूले दुःख पाएन होइन, माइक्रो इन्सुरेन्सका लगानीकर्ताहरूले दुःख पाएनन्। यो भन्न खोजेको कि मैले। सो तपाईँ एउटा कुरा के बुझौँ भने, सरकारले जबसम्म एउटा राम्रो पोलिसीगत चेन्जहरू ल्याउँदैनन्, जबसम्म लगानीकर्ताहरू चोर बदमास फटा होइनन्, र जबसम्म उनीहरूलाई सुरक्षाको ग्यारेन्टी हुन्न ठुला लगानीकर्ताहरूलाई होइन, तबसम्म तपाईँको सेयर बजार चल्छ। त्यो नसोचे पनि हुन्छ कि ठिक छ तपाईँले 50-100 पोइन्ट यताउता मुभ गर्न सक्नुहुन्छ, त्योभन्दा माथि केही पनि छैन कि। त्यही नै देख्यो दाइ, त्यही नै देख्यो। अहिलेको सिनारियोमा त त्यो पनि गाह्रो देखेँ मैले त। साथीहरू पनि बोल्नुहोस् हजुर, हामीहरूले दुईजना बोल्न थालेपछि यस्तै गफमा आनन्द भइरहेछ। बोल्नु न धर्म सर, आउनु माथि। अब हजुरहरू यसो बोल्नुहोस् है, म चाहिँ अब यति नै बोलेँ दाइसँग। बस्नु नबुझेको कुरा क्या, नबुझेको कुरा चुपचाप घन्टी छाप। नबुझेको कुरा जनताले चाहे जस्तै पाएको छ होइन। जियोस् लो क्याप राम्रै बढिहाल्यो होइन, अल्ट्रा लो क्याप राम्रो बढेपछि पुगिहाल्यो। नेप्से बढोस् मतलब भएन नि, स्टक बढ्नु पर्यो होइन। जसले राम्रो होल्डिङ गर्नुभयो अल्ट्रा लो क्यापमा उहाँले जित्नु भयो। त्यही हो फन्डा चाहिँ, जे हेरे पनि। हेर्न चाहिँ के पर्ने रहेछ क्याप, ए ए ए ए ए त्यति हेरेपछि पुग्यो कि। छिटै धनी हुन खोज्दा फेरि छिटै गरिब पनि भइन्छ भनेर सोच चाहिँ आउँदैन। एउटा रेटमा किन्न पऱ्यो नि त सर होइन। धेरै अगाडि देखाउँदा हो नि अल्ट्रा लो क्यापको त, अहिलेको कुरा गर्दा धेरै अगाडि गयो नि। जसले किन्नुभयो उहाँले राम्रै जित्नु भयो, रिटर्न पनि पाउनु। यहाँ पार्टिकुलर स्टकमा नजाऊँ होइन, अरू विषयमै गफ गरौँ न। स्टकको विषयमा त अब किन गफ गर्नु, सरकारले पनि नगर बनाएको छ। त्यही हो हजुर हजुर। कसलाई किन्नु मिल्छ, कसैको टिएमएसँग गएर कसैले दिने होइन, टिएमएस आफ्नो हात हो। खाने बेला उडी चुप्पा खाने। अब अझ डुबेपछि यसले डुबाएर उसले कमाउँदा मैले कमाएको, एकदमै डुबाउँदा फलानुले। कहिले हुन्छ हाम्रो सोचमा परिवर्तन? देवेन्द्र सरले के भन्नुभयो? नीतिगत परिवर्तन हुनुपर्छ भन्नुभयो। त्यो भन्नुको तपाईँको आफ्नो नीति पहिला परिवर्तन गर्नुहोस्, देन यु माइट सक्सेस। क्या आफ्नो नीति परिवर्तन नगर्ने, हुरुर भनेपछि खुरु खुरु। अब के बार बालन सरकार बालन बुलायो भन्दै अस्ति भर्खर होइन तपाईँहरू किन्ने। चिन्नु छैन चिज गर, ठाउँको ठाउँ गर, ड्याम दिने नै हो लिन आउनेलाई। मलाई देऊ भनेर टिएमएसमा बाई अर्डर राखे होइन। सही है।
होइन देखाएको कुरो त यही त हो हो तपाईँ बाई अर्डरै नराख्नु न तपाईँलाई कसले टोपी लगाइदिन सक्छ कसले हात समातेर थिच्न लगाएर होइन हो म अब आज आएर नेप्सेमा मैले छोडेँ पुलिस अब गुरुको कुरा सुनेपछि अब म चाहिँ पछि हटे अब भएन हट्नु भाइयो के फरक पर्छ र केही फरक नपर्ने भयो बिल्कुल के सही फरक पर्छ एब्सोल्युटली राइट केही फरक होइन पर्दैन। नबुझेको कुरा के हामी 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 कहिले सचिन्छौँ भने के जनता सचियो होला भदौ 23 पछि भनेको मजाले सचिया रहेछन् प्रब्लम डिप स्टेटको छ समस्या हामीमा छ समस्या र प्रब्लममा कति फरक छ मिलाएर बुझौँ देवेन्द्र सरले के भन्नुभयो नीतिगत परिवर्तन ल्याउनका लागि हायर एन्ड फायर गरेर त्यो 1600 कर्मचारी 52 जना ती संवैधानिक निकायबाट चाहिँ फ्ल्याट खाली गर भनेर ल्याउँदै गर्दा फेरि तपाईँको के भनेको थियो भने स्वर्णिम वाग्लेले बोलेको कुरो आजभन्दा 2 वर्ष अगाडि लगानी सम्मेलनमा है वर्षमान पुन लगायत सबैको त्यहाँ मैले कुनै पनि हालतमा नयाँ टिएमएस ल्याउन दिन्न त्यो कुरा तपाईँलाई थाहा थियो यो भित्री खेल यसरी भइरहेछ एनआरआइसी यसरी म्यानिपुलेट गरेर एचआरएलको पैसा यसरी गर 55 नम्बरबाट चाहिँ यति चाहिँ अनियमित कारोबार भएको छ भनेर चाहिँ रोका गर्न परेको परेन यो कुरा तपाईँ हामीलाई त थाहा थिएन नि हामी भ्रममा बाँचिरहेको थियौँ अब यहाँ कुरो के हो भने दिपेन्द्र सर आएको बेलामा दिपेन्द्र सरसँग लिन पर्ने कुरा के हो नीतिगत परिवर्तन भनेको के हो कस्ता नीतिहरू लागू हुनु पर्यो यो कुरा विषयमा हामी जाँदैनौँ ए टोपी लाइयो यो लाइयो ऊ लाइयो के भयो यो भयो वाट लोजिक दिपेन्द्र सर नमस्कार फेरि वान्स अगेन हुनुहुन्छ सर म यतै छु सुनिरहेको छु हजुर नमस्कार ए सरकार म एकदमै हजुरको मनबाटै बुझ्न चाहन्छु हामीलाई नीतिगत परिवर्तन हुँदै गर्दा फेरि अहिलेसम्म डिले त धेरै कुरामा भयो तर नेप्सेले अध्यक्ष पायो नीतिगत परिवर्तन चाहिँ यो 5वटा कुरा के परिवर्तन हुनुपर्ने र यो किन भएन अलिकति यसको विषयमा प्रस्ट्याइदिनु न मैले पनि नबुझेको कुरो के सर्वप्रथम हामीले के बुझ्नु पर्यो भने नीतिगत परिवर्तन सयौं चिजको चाहिएको छ तर अब हामी यदि 1 2 3 4 गर्न चाहन्छौँ भने सजिलै छ एफआइआई चाहिन्छ आजदेखि होइन 20 वर्ष अगाडिदेखि म बोलिरहेको छु फरेन इन्स्टिट्युसनल इन्भेस्टर्स र फरेन पोर्टफोलियो इन्भेस्टर्सहरूको लागि हाम्रो मार्केट खुल्ला हुनु पर्यो पहिलो कुरा दोस्रो कुरा तपाईँको इन्टरडे ट्रेडिङ होइन डेरिभेटिभ मार्केटहरू ल्याउनु पर्यो अब इन्टरडे ट्रेडिङ सर्ट सेलिङ र डेरिभेटिभ मार्केटमा फरक छ तिनटै कुरामा होइन अब तिनीहरूको लागि पहिला कम्पनीहरू इस्टाब्लिसमेन्ट हुन्छ जसरी तपाईँको एसएलएम भनिन्छ होइन सेयर लेन्डिङ एन्ड बोरोइङ होइन सो त्यस्तो कम्पनीहरू पहिलो कुरा इस्टाब्लिसमेन्ट नै नभइकन तपाईँको यो डेरिभेटिभ मार्केटहरू बन्नै सक्दैन मतलब खुल्नै सक्दैन तिनीहरूको नीतिहरू लागू हुनै सक्दैन तेस्रो कुरा तपाईँहरूले जुन पनि स्टकहरू छन् होइन जसरी तपाईँको जुन बजारमा छन् हाई प्राइसहरूको त्यसमा स्टक स्प्लिटको नीतिहरू त्यसपछि स्टक बाइब्याकको नीतिहरू यदि तपाईँको नेटवर्कभन्दा तल जान्छ जसरी नेपाल ब्याङ्कहरू छन् होइन उनीहरूको आफ्नै कम्पनीले आफ्नै सेयर किन्न पाउने होइन गरी नियमन यदि हामीले पर्मिसन लिएर किन्न सक्ने र तपाईँको जुन बिएफआइजहरूलाई किन्नबाट रोकिएको छ होइन सेयरहरू तिनीहरूलाई तुरन्तै फिर्ता खुल्ला गरियोस् होइन यो 5वटा अहिले तत्कालै गर्नु पर्यो अरू थुप्रै छन् जसरी तपाईँको हाम्रो ब्रोकरेज घटाउनु पर्यो होइन लगानीकर्ताहरूले शास्ति जुन पाइरहेको हुन्छ पेमेन्ट पाउनमा त्यो हुनु भएन यदि कसैले डिले पेमेन्ट गर्छ भने तिनीहरूलाई जरिमाना हुनु पर्यो होइन सो यी कुराहरू चाहिँ कन्टिन्युसली मोनिटर हुनु पर्यो तपाईँको धितोपत्र बोर्ड र नेप्सेद्वारा र तपाईँको ओपन इन्ट्री ओपन एक्जिट हुनु पर्यो तपाईँको ब्रोकर कम्पनीहरूको र यदि तिनीहरूलाई नियमन गर्न गाह्रो हुन्छ भने ब्रोकरलेस सिस्टम ल्याउनु पर्यो T+0 रियल टाइम सेटलमेन्ट जसलाई भनिन्छ त्यो ल्याउनु पर्यो
यस्ता हाम्रो सेयरको सिक्योरिटी जुन ट्रेडिङ सिक्योरिटीको लाई सुनिश्चितता गर्नु पर्यो। धेरै कुराहरू छ नि। अस्ति एक दिनमा 1008 पोइन्टको झर्यो बजार, कसरी झर्यो थाहा नै भएन होइन। सो यी कुराहरू त तुरन्तै तत्कालै ठिक गर्न सकिन्छ, त्यस्तो ठुलो कुरा होइन, एक दिनमा गर्न सकिन्छ चाहियो भने, तर गर्नु पर्यो नि, कोही त अगाडि आउनु पर्यो भन्ने कुरा हो। यो आर्थिक त्यो कानुनको दस्तावेज किन त्यो पार्लियामेन्टभित्र जान सकिरहेको छैन जस्तो लाग्छ? होइन, आर्थिक दस्तावेजमा यी कुराहरू त छँदै छैन नि तपाईँको होइन। र फेरि मैले भने 2/3 सरकारले जुन कुरा चाहिन्छ त्यो तुरन्तै पास गर्छ नि। अस्ति तपाईँको भ्रष्टाचारको मुद्दा लाग्दाखेरि होइन, निलम्बन नहुने भन्ने त सुरुमै 1-2 मिटिङमै पास गराइदिए नि। अनि हाम्रो बारेमा कसलाई कन्सर्न छ र? हामी लगानीकर्ता हो को होइन, त्यो कमिला हो जस्तो लाग्छ मलाई। अनि हामीलाई त्यस्तो लाग्यो भनेर अनि हामी साइलेन्ट बसेर हुन्छ? भाइलेन्ट भएर के गर्ने हजुर? भित्र हालिदिन्छन्, 2 पल्ट हालिसक्यो, अब कतिपल्ट हाल्ने? त्यो त हो। कि त दुर्गा परसाई बन्नुपर्छ, बारम्बार गएर आउनु पर्यो। होइन, दुर्गा परसाई हुन नि गाह्रो छ। दुर्गा परसाई हुन नि त्यति सजिलो त कहाँ छ र? एउटा रुम दुर्गा परसाईतिर नजाउँ, दुर्गा परसाईतिर नजाउँ है। एउटा एसी वाला रुम बुक गर्ने जेला गइराख्नु पर्यो भने होइन, त्यता जानु परेन, जानु पर्यो यता चाहिँ होइन। अब हामीलाई इन्ट्राडे पनि चाहिएको छ, डेरिभेटिभ मार्केट पनि चाहिएको छ, T+2 होइन, अन टाइम सेटलमेन्ट पनि चाहिएको छ, यो पनि चाहिएको छ होइन। अनि इन्टरनेसनल त्यो इन्भेस्टरहरूको चाहिँ सेक्युरिटी पनि चाहिएको छ। यो सबै चाहिएको छ भनेर मात्रै अब एक्जिक्युटिभ गर्ने कसले त? अब 2/3 सरकारले गर्दैन भने यसलाई नघचघच्याउने, यतिकै साइलेन्ट बस्ने भने त यो कहिले नि आउँदैन, कहिले नि पाउँदैन भन्ने स्थितिमा पुगे हो त हामी। हु क्यान राइज द आवाज उठाउनु त कोही न कोही त चाहियो नि। उनीहरूले चाह्यो भने आउँछ सर होइन। कसले चाह्यो भने आउँछ भने के? सरकारले चाह्यो आउने कुरा भनेको यस्ता। सरकारलाई चाहिएको छैन, खै चाहिएको भए लिउँ, चाहिएको भए 4 महिनासम्म काम गर्थेन। होइन, एउटा 7 सदस्य मात्रै राम्रो सिस्टमहरू खोइ त नि, कहिले ल्याउने त नि? 4, 5, 6, 8, 10, 12 कहिले ल्याउने भन्दिनँ भरौ। हामी ट्याक्कै 1 वर्षपछि ल्याउँछौँ भन्नु पर्यो, 1.5 वर्षपछि ल्याउँछौँ भन्नु पर्यो होइन नि, ताकि हामीलाई त एउटा सेक्युरिटी फिल होस् न। ओहो, अब चाहिँ म चाहिँ मार्केटमा छिर्न सक्छु है, अब चाहिँ मेरो चाहिँ अलि मेरो देशको कानुन यो सेयर बजार सम्बन्धी नियमनहरू चाहिँ अब राम्रो बन्दैछ, अब चाहिँ म मेरो पैसालाई चाहिँ हाल्न सक्छु है भनेर त्यो वातावरण त बनाउन सक्छ कि सरकारले? खै त नि। त्यो भन्दा पनि इम्पोर्टेन्ट कुरा घन्टे हामी नै घन्टे नै हो, हामीले नै जिताएर पठाएको हो। सरकारको विरोध गर्न हुन्न भन्ने होइन, तर चाहिने कुरामा आफ्नो आवाज बोल्न सक्नुपर्छ क्या। उनीहरूले गर्ने काम पनि गर्न खोजेका छैनन् के प्रपरली, बुझ्नुभयो? अनि हामीले गरेर गर्दिने हो भन्नुभयो, अनि हामीले गरेर गर्दिने हो र गर्ने त उनीहरूले हो नि त। तर फास्ट ट्र्याकमा जानु पर्यो नि। यस्तो सेन्सिटिभ सब्जेक्टलाई चाहिँ अलि फास्ट ट्र्याकमा राखेर अगाडि बढ्ने हो कि किन नगएको होला जस्तो लाग्छ तपाईँलाई? नचाहेरै नगएको त होला गरे उनीहरूले। कस्तो कुरा गर्नुहुन्छ? ढिला सुस्ती गरे हान, केही न केही होला, केही न केही कुरा। हामीलाई के थाहा? पञ्चायत मलाई मिटिङमा बोलाए हाम्रो सबै आइज केटा यता 5 वर्षपछि भएर हुन्छ। उनीहरूले बनाउन मन लाग्यो 1 महिनामा नि बनाइदिउँ, नभए 1 वर्ष नि लाग्छ, 7 वर्ष लाग्यो, बन्दै नबन्दा नि भएको हो। अनि हामी कुहिरोको काग भनेर सधैँ बस्दा फेरि नेपालीको स्थिति चाहिँ के हुन्छ? केही नि हुँदैन। आजसम्म के भएको थियो र अब के हुन्छ र सर? अनि मलाई त हुन्छ भन्ने त लागेको छैन, हुनुपर्ने हो भन्ने केही नि हुँदैन। त्यो त मलाई थाहा छ। नेट से चलेको यत्रो वर्ष भयो। पहिला आइपिओ पेपरले भरिन्थ्यो, अहिले बिस्तारै के अरे गएर कापीमा लेखेर नाम होइन नागरिकता दिएर भरिन्थ्यो। अहिले आइपिओहरू चाहिँ तपाईँको एप्लिकेसन बनाइदिएको छ। हिजो बिहान सेयर बिक्री गर्दाखेरि एउटा ठाउँमा गएर किन बित्ने हुन्थ्यो, आज हुँदैछ। बिस्तारै गर्छन्, टाइममा गर राम्रो भयो। उनीहरूको लागि गरिरहेछ नि त,
उनीहरूको लागि गरेका छैनन्। हामीलाई अहिले पब्लिकलाई सोध्दै नसोधिकन पब्लिकलाई के असर गर्छ इफेक्ट गर्छ भनेर त्यो चाहिँ कुरै नबुझिकन 7.5% करलाई चाहिँ 10% बनाए त उनीहरूको मन लागि त गरेकै छन् नि। उनीहरूलाई फाइदा, उनीहरूले त्यो विषयलाई फाइदा देखे गरे। तपाईँ हाम्रो त्यहाँ कसले सोध्छ र? तर तपाईँलाई के लाग्छ तिनीहरूले हाम्रो बारेमा सोध्छन् जस्तो लाग्छ? लाग्दैन, कहाँ सोध्छन्? लाग्दैन। यिनीहरूको 2 तिहाई पनि पुग्दैन, त्यो पनि ठोकुवा गरिदिन्छु। अब त्यो त 4.5 वर्षपछि चुनाव हुने त्यो कहाँको कुन दुनियाँमा हुनुहुन्छ सर तपाईँ? कहाँको 4.5 वर्ष हो? अनि कति 1.5 वर्षभित्र अर्को चुनाव अब हुँदैछ। 9 महिनापछि चुनाव हुन्छ हो जोसेफ सर। स्थानीय तहको अनि नत्र 2 तिहाई कसरी पुग्छ तिनको? 225 चाहिन्छ। स्थानीय तहको चुनाव भन्नुभएको 2 तिहाईको कुरा गरे, के को चुनाव थाहा छैन। 2 तिहाई पुगे होइन, 2 तिहाई नपुगिकन यिनीहरूले संविधान संशोधन गर्न पाउँदैनन्, बहुमतले कानुन ल्याउन पाउने हो, कानुन पनि ल्याएनन् के निरीहपन बनाएर चाहिँ किलिकलेमा गएर हड्डी अड्क्या चाहिँ यस्तो सोलिड सरकार हुँदा फेरि यस्तो बेरिस, यस्तो पेनिक, यस्तो चाहिँ पीडा, पैसा जति जम्मै डढेर चाहिँ खरानी ध्वस्त भयो। कहाँ आउँछ पुल? किन आउनु पर्यो पुल? कसका लागि आउनु पर्यो पुल? बुल आउँछ, बुल ढुक्का कहाँ आउँछ बुल? हामी सबैले जब बुल भयो भनेर टाउको समातेर बस्छन् त्यति बेला बुल आउँछ, ढुक्का भएर बस्नुहोस्। ऊ त्यहाँ गएर चाइनिज त्यो सिङपलाको गोरु किनेर ल्याएर टाइम टु काम बुल है। म त फेरि धेरै इङ्ग्लिस जान्दिनँ है सर। फेरि पोर्चुगलमा बस्ने मान्छेलाई इङ्ग्लिस आउँदैन, स्पेनिस आउँछ होइन? मेबी समथिङ छोडिदिउँ सर, छोडिदिउँ यी कुरा छोडिदिउँ। अब यस्तै हो, गफ गरे हो त हामीले के? हामीले उहाँ चाहिँ भट्टाको कुर्सी तान्न गएको छैनौँ। गरे गर्छन्, नगरे मर्छन्। छोडिदिनुहोस् अलि अलि। 2-4 महिना 2-4 वर्ष रजाइ गर्ने आएको भन्ने सोचौँला। ठिकै छ, यस्तै रहेछ नि भन्ने के गर्नु त। अब मिल्नु न उकाल्नु भन्ने एउटा उखान थियो नि, हो त्यस्तै हो का? बनाइदिएर टाइममा यस्तो फाइनेन्सियल मार्केटको यस्तो कारोबार हुने ठाउँ, सरकारलाई अर्बौं रुपियाँ ट्याक्स जाने ठाउँलाई निद्रा लाग्यो। यिनीहरूले चाहिँ अलि प्राइभेट यो अलिक गुनासो टाइपको भयो कि, यो अलि गुनासो टाइपको गफ भयो कि जोसेफ सर? मेरो नै गुनासो ल, मेरो गुनासो छैन होला सर। गुनासो कहाँ यहाँ गरेर हुन्छ त? यहाँ त अब यहाँ अरू कुरा गर्नुपर्छ। गुनासो चाहिँ मेल गर्ने पठाउने ओ अर्थ के अरे शनि बाबुलाई मेल गर्ने पठाइहाल्ने ड्याङ ड्याङ ड्याङ। अब अर्थलाई पठाइयो भने जोसेफ सर हामी साह्रै गर्छौँ, तपाईँ नाथिनु।